सकिन्छ अहिले हरेक कुराहरू। अहिले चाहिँ हामी भर्खर बरा क्षेत्र आइपुगेको छौँ। बाइक चाहिँ सायद यहीँ राखिन्छ होला। हजुर कस्तो लागिरहेको छ आजको हाम्रो फिस क्याच के क्याच होला भएन नि त कहिले आउँदैन नआउने। भिडियो गरिदिइरहेछ त फोटो। अहिले चाहिँ हामीलाई बोटले पुलमुनि सम्म छोडिदिएको छ। ए त्यहाँदेखि अलिकति हिँड्नु पर्ने हुन्छ हामीले। हामी दोभान आइसकेको छौँ। दोभानको पुल हो। केटाहरूको भारी चाहिँ जस भरिया चाहिँ राम्रो छ है। अब चाहिँ हामी गन्तव्यमा आइसक्नु आँटीमै। फेक भन्ने चुरोटहरू क्या इन्डियाको क्या मिठो छैन कि टाढा हाल्नुपर्छ ल। 10 मिटर 15 मिटरको डिस्टेन्समा मात्रै छ कि आउनु पर्ने त्यतिमा सानो घुराहरू त पर्नु पर्ने हो नि त होइन। हो त्यसकै बनाएको हौ। कसको लागि हौ? ठिक छ। यता चाहिँ माथि स्वदेश भएर दिपेन दाइ। हालेर दिउँसो हाल्दा हुन्छ नि। यो चाहिँ सम्म लाइभ काट्दा खिच्दै रहेछ कि 6 फिट गएर हामी हालेछ कि। अब 6 फिट त गहिरो हुन्छ नि त। हामी त टक्क नसुकै ह्याप्याक हुँदो रहेछ त। माथिबाट त नजिकै देख्छ नि त। हामी हालेछ त्यसले त रहेछ हो। ब्लग बधाई आम्मा दुईटा मैले खिचिरहेको छु। बधाई छ। हाम्रो टेको अहिले चाहिँ हामीले खाजासाजा खाएर दिउँसोको 2 बजिसकेको छ। अनि यता दायाहरूले चाहिँ लुर खेल्नु हुँदैछ। म चाहिँ यता ढुक्वा रुङ्नेमा रड रुङ्नेमा। हाम्रो उहाँको क्याच अब सास पर्न आँट्यो। 32ले चाहिँ खाना पकाउने तयारीमा छ। लगभग अब चाहिँ रात पर्न आँटिसकेको छ। 6:30 दिउँसो चाहिँ अलिअलि पऱ्यो। साँझतिर चाहिँ परेको छैन। आज यता 32ले चाहिँ खाना बनाउनुतिर लागेको छ। आज चाहिँ एक रात हामी यहाँ बस्नेछौँ। यो चाहिँ हाम्रो बेलुकाको खाना पाक्दैछ है। तरकारी हाम्रो सेफ चाहिँ यता हुनुहुन्छ। के गस्ने जस्तो देखिरहेको छ त। कस्तो भइरहेको छ आज नाइट फिसिङ गर्दैछ कोसीमा?
खै डे चाहिँ ठिकै भयो नाइट चाहिँ कस्तो हुन्छ केटाहरूले माछा पार्यो भने राम्रो हुन्छ नपार्यो भने राम्रो हुन्छ ठिक छ आउँछ बेलुकाको खाना भात थप्नेलाई कुक यो चाहिँ बन्द गरिहाल्नु बन्द यता दिपेन दाई अन्त सतीश भाइ कस्तो हुँदैछ चाहिँ हाम्रो बिहानको सिनो अनि दाइ चाहिँ बिहान लुर खेल्नु हुँदैछ कोसी ट्रिप पनि सकियो है